गुड मर्निङ गाइज, म चाहिँ ओपी अनि आजको वर्कआउटको भिडियोमा सबैलाई स्वागत छ। हाम्रो आजको वर्कआउट चाहिँ ह्यान्ड स्ट्यान्ड कसरी हान्ने र ह्यान्ड स्ट्यान्ड हानेको भिडियोहरू हजुरहरू हेर्न सक्नुहुन्छ। लेट्स गो। आज चाहिँ हाम्रो ह्यान्ड स्ट्यान्ड प्र्याक्टिस छ। गाइज, एक्सर्साइज सुरु गर्नुभन्दा पहिले हामी फर्स्टमा हातको एक्सर्साइज गर्नेछौँ। हातलाई मजाले चलाउनेछौँ अनि त्यसपछि हाम्रो ह्यान्ड स्ट्यान्ड कसरी हान्ने भनेर सुरु गर्नेछौँ। सो गाइज, यसरी चाहिँ ह्यान्ड स्ट्यान्ड हान्छु मैले चाहिँ। म पनि धेरै पर्फेक्ट त छैन, म पनि अहिले ह्यान्ड स्ट्यान्डको लागि बिगिनर नै हो। म नि धेरै सक्दिनँ ह्यान्ड स्ट्यान्ड गर्न, अनि धेरै प्र्याक्टिस गर्नुपर्छ। सो मैले नि त्यसैले ह्यान्ड स्ट्यान्ड अब म चाहिँ कसरी हान्ने भएको भनेर भनिदिन्छु। पहिला म पनि सक्दिनँ, सो मैले के एक्सर्साइज गरेँ ह्यान्ड स्ट्यान्डको लागि भनेर म हजुरलाई भनिदिन्छु। सबैभन्दा पहिले ह्यान्ड स्ट्यान्डको लागि एक्सर्साइज गर्ने पहिलो नम्बरमा चाहिँ हाम्रो पुसअप हुन्छ, तर नर्मल पुसअप होइन। यो पुसअप चाहिँ खुट्टा हिपलाई अफ गरेर हातलाई यसरी राखेर अनि गाइज, पहिलो एक्सर्साइज हजुरले देखिसक्नुभयो। अनि अब हाम्रो दोस्रो एक्सर्साइज चाहिँ वालमा हुन्छ। वालमा कसरी भन्दाखेरि अब म हजुरलाई देखाइदिन्छु। वालमा हामीले फर्स्टमा चाहिँ हामीले वालको सहारामा चाहिँ ह्यान्ड स्ट्यान्ड हान्नुपर्छ यसरी। सो गाइज, मैले चाहिँ धेरै एक्सर्साइज नगरेर ह्यान्ड स्ट्यान्डको लागि दुईवटा एक्सर्साइज गरिरहेको हुन्छु। अनि यति एक्सर्साइज गरिसकेपछि मेरो चाहिँ ह्यान्ड स्ट्यान्ड आफै हुन थालेको हो, तर चाँडै हुन्छ, 1-2 महिना लाग्छ। मलाई चाहिँ धेरै टाइम लागेको थियो, मलाई चाहिँ थाहा थिएन पहिले कसरी गर्ने भनेर। सो गाइज, मसँग चाहिँ धेरै केही पनि नभएर ह्यान्ड स्ट्यान्ड प्र्याक्टिसको लागि एउटा यो छ। सो यसले चाहिँ ह्यान्ड स्ट्यान्ड गर्दा एकदमै सहज र सजिलो बनाउँछ। अनि यसलाई कसरी युज गर्ने भन्दाखेरि यसलाई चाहिँ ट्याक्क ब्यालेन्स मिलाउने, यसको पनि नत्र फेरि लडिन्छ। यसको पनि यसरी ब्यालेन्स मिलाउने, यसरी ट्याक्क सिधा राख्दा अलिक गाह्रो हुन्छ मलाई चाहिँ, यस्तो छड्के राख्दाखेरि सजिलो हुन्छ। सो यसमा यसरी हात समाउने, यस्तो झर्ने बेला चाहिँ यो अलि सजिलो पार्छ। सो यसरी हामीले हान्न सक्छौँ। यसमा चाहिँ ह्यान्ड स्ट्यान्ड। सो हजुरले यो पनि किन्न सक्नुहुन्छ। सो गाइज, सब्सक्राइब गर्न नभुल्नु होला। आजको हाम्रो ह्यान्ड स्ट्यान्ड प्र्याक्टिस यहीँ सकिनेछ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।